सबैलाई नमस्ते आनेगाछु म उमेश सुवेदी। आज पुनः कोरियन भाषा डे 8 मा चाहिँ हामी आइपुगेका छौँ साथीहरू। हिजो हामीले डे 7 मा धेरै कुराहरू हेर्यौं र आज चाहिँ डे 8 मा छौँ। हामी सिनो कोरियन नम्बरमै छौँ र तपाईहरुलाई क्लास सुरु गर्नुभन्दा अगाडि केही कुरा भन्नु मन पर्यो। यदि तपाईहरुको समक्ष हाम्रो भिडियो आइपुगेको छ र तपाईहरुलाई हाम्रो क्लासहरु राम्रो लागिरहेको छ भने भिडियोलाई सब्स्क्राइब, यदि नयाँ हुनुहुन्छ भने च्यानलमा सब्स्क्राइब, लाइक, शेयर, कमेन्ट गरिदिनुहोस् भनिकन अनुरोध गर्न चाहे र आजको क्लासलाई सुरु गरौँ। साथीहरु, आज पनि हामी त्यही सिनो कोरियन नम्बर भित्रै छौँ र हिजोसम्म हामीले चाहिँ 1000 सम्म पढ्यौं हैन। हिजोको क्लासमा हामीले छन् भनेको 1000 सम्म कसरी चाहिँ कोरियन नम्बरहरु क्रिएट गर्ने भन्ने कुरालाई चाहिँ हामीले अध्ययन गरिसकेका छौँ र आजदेखि चाहिँ हामी 1000 देखि माथिसम्म पढ्दै छौँ। र एउटा कुरा तपाईहरुलाई भन्न चाहे, जसरी 1 देखि 10 सम्म क्रिएट गर्ने तरिका यो थियो जो हामीले भोग्नु पर्यो र यो 13 वटा मिनिङहरु जान्ने हो। त्यसको बादमा चाहिँ हामीले अरु सबै आइडिया लगाएर हामीले गरेका थियौं नि त 1 देखि 1000 सम्म। त्यसैगरी आज पनि 1000 देखि 10000 र लाख सम्म हामीले गर्ने छौं र साथीहरु सेम छ, सजिलो छ, तरिका एकदमै सजिलो छ। तपाईहरुले फोकस गरेर एकचोटी भिडियो हेर्दा बुझ्नु भएन भनेदेखि दोस्रो पटक फेरि पुनः भिडियोलाई दोहोर्याएर हेर्दिनुहोस् अनि तपाईहरुले बुझ्नुहुनेछ भन्ने कुरालाई मैले आशा राखेको छु। र साथीहरु, म ढिला नगरी क्लास सुरु गरिहालेँ। छन् भनेको 1000। आज चाहिँ हामीले 1000 देखि माथिको संख्याहरु बनाउन थालेका छौं है। जस्तै फर एक्जाम्पल तपाईले 1100 हैन 11 बनाउनु पर्यो। 1000 देखि माथिको नम्बरहरु बनाउँदै छौं नि त हैन। जस्तै नेपालीमा 1111 हैन। यसलाई चाहिँ कसरी बनाउने त, कोरियनमा कसरी परिवर्तन गर्ने त भन्ने कुरालाई साथीहरु, पहिला 1111 हुनुभन्दा पहिला चाहिँ के छ, हामीसँग 1000 छ, प्लस त्यसपछि के छ 100 छ, प्लस त्यसपछि के छ हामीहरुसँग 11 छ। हेर्नुस् है, यसरी छुट्याउनु सुरुको स्टेपको गाह्रो हुन्छ। अब डे बाइ डे तपाईको प्र्याक्टिसले चाहिँ तपाईलाई पछि देख्दा बित्तिकै ठ्याक्क तपाईको माइन्डमा चाहिँ सेट भएको हुन्छ नि, बोल्न, हेर्न र भन्न सक्नुहुन्छ। तर सुरुमा भने यसरी नै छुट्याएर हामी गर्ने छौं। 1000 भनेको कति साथीहरु? सुरुमा 1000 भनेको छन्। 13 वटा मिनिङ पढ्नु भयो भने इनफ छ, तपाईलाई त्यहीबाट बनाउने हो। त्यसपछि 1000 भइसक्यो। अब 100 बनाउँदाखेरि 100 लाई कति भनेको छ साथीहरु? छन् फेक। अब त्यसको बादमा यो छन् फेक। अब यो 11 भनेको तपाईले 1 देखि 11 सम्म, 1 देखि 100 सम्मको बनाउँदाखेरि 11 तपाईको कति बनेको थियो? त्यही 11 हो। 11 भनेको तपाईले बुझिसक्नु भएको छ, सिप इल। छन् फेक सिप इल भनेको साथीहरु के छ? यो 100 1111 बनेको छ है। अब भने हामी यसै गरेर यसलाई क्रमशः बढाउँदै जाउँ। बीचको कुराहरु फेरि यो 111 देखि तल 1200 सम्म तपाईहरुले बनाउने र फेरि पनि 1200 बनाउँदाखेरि हेरिहालौँ नि त कसरी बन्द रहेछ है। 1200 बन्नु भन्दा पहिला अगाडि तपाईहरुसँग के हुन्छ? 1000 आउँछ प्लस 200 हो हैन साथीहरु। मिनिङ तपाईहरुलाई याद छ 1000 को र 2000 भएछ। 200 को मिनिङ पनि तपाईहरुलाई थाहा छ। हामीले 1 देखि 1000 सम्म बनाउँदाखेरि त त्यसमा 200 आकै थियो। अनि छन् भनेको 1000, छन् भनेको 1000। 200 लाई के भनेको थियो साथीहरु? 200 पनि कसरी बन्छ भनेको थियो? पहिला 2, त्यसपछि रहेको यो 0 चाहिँ 0 नभएर के हो? यो 100 हो नि त हैन। अनि 2 भनेको कति हो साथीहरु? ई। 100 भनेको कति हो? फेक। छन् ई फेक भनेको चाहिँ कति भयो साथीहरु? 1200 भयो है। हिजो हामीले गरेका छौं अभ्यास अनि यसै अनुरूप हामीले चाहिँ गर्ने छौं। हेर्नुस् है, अब म ढिला नगरी फेरि सरसरी गए। त्योदेखि बीचको भागहरु चाहिँ तपाईहरुले आफैले गर्नुपर्ने छ है। जब मात्र अनि तपाईले त्यो प्र्याक्टिस कम्प्लिट हुनेछ अनि बुझ्नु हुनेछ। जस्तै अब तपाईहरुले 1345 बनाउँदा साथीहरु 1345 लाई कसरी नम्बर क्रिएट गर्ने? अब यसमा नि तपाईहरुले सुरुमा 1000 आउँछ, पछि 300 आउँछ, पछि के आउँछ साथीहरु? 40 आउँछ, पछि 5 आउँछ। क्या यसरी नि बनाएको हैन र। छन् भनेको के हो? 1000 भनेको कति? छन्। 300 लाई कति भन्छ? हामीले उतापट्टि हेरेका छौं, सामवेग हैन, सामवेग। अनि 40 लाई कति भन्छ साथीहरु? सा सी
अनि 5 भनेको ओ सासिब ओ भनेको 1 देखि 100 को बिचमा गएर पाना पल्टाएर हेर्नुहोस् सासिब ओ भनेको 45 थियो हैन। अनि 100 देखि 1000 सम्मकोमा गएर पाना पल्टाएर हेर्नुहोस् सामवेग भनेको 300 थियो अनि छन भनेको 1000 भइहाल्यो। आखिर यही 13 वटा मिनिङबाट तपाईहरुले यो सबै कुरालाई बनाउँदै हुनुहुन्छ। अब तपाईहरुले ढिला नगरी बीचको तपाईहरुले प्र्याक्टिस गर्ने 1950 लाई बनाउँदा साथीहरु यो कसरी बनेको छ छुट्याउनुस्। पहिला त 1000 आयो, त्यसको बादमा 900 आयो, त्यसको बादमा के छ साथीहरु 50 आको है। तपाईलाई थाहा छ 1000 भनेको कति हो, 900 भनेको पनि तपाईले 1000 देखि 100 को बीचको नम्बरहरु बनाउन 900 बनाइसक्नु भएको छ, 50 पनि बनाइसक्नु भएको छ। 1000 भनेको कति साथीहरु माथि मिनिङ हेर्नुस् छन्। त्यसपछि 900 भनेको पहिला त खु आउनु पर्यो, खुमा के बेक लगाइदिनु भयो भने के भयो 900 हैन। त्यसपछि 50 भनेको ओ सिप 10 लगाइदिनु भयो भने छन् खु बेक ओ सिप भनेको कति भयो 1950। अब तपाईहरुले यसलाई 2000 बनाउँदाखेरि के गर्नुहुन्छ साथीहरु हेर्नुस्। 2000 बनाउँदा तपाईले नेपालीमा लेख्नुस् यदि कन्फ्युज हुन्छ भने 2000 अटोमेटिकली भन्छ क्या साथीहरु। 2 भनेको कति हो ई हैन, 1000 भनेको कति हो छन् हैन। ल हेर्नुस् त ई छन् भनेको सिधा 2000 सक्यो त कुरा है। अब म तपाईहरुलाई यसरी 2 3 4 5 6 7 8 हजार मोटो मोटो बनाउन सिकाउँछु र मसिनो भएको कुराहरु त यसरी तपाईले छुट्याएर बनाउन सकिहाल्नुहुन्छ है, जुन हिजो अस्ति पनि हामीले प्र्याक्टिस गर्दै आइरहेका छौं। ल हेर्नुस् अब तपाईहरुले 2000 3000 4000 देखि लिएर 10000 सम्म हामीले बनाउने छौं है साथीहरु। तर ध्यान दिनु होला गाह्रो केही पनि छैन। यसलाई नेपालीमा लेख्नुस् त 2000 राइट। 2 भनेको कति ई, 1000 भनेको कति छन्। 3000 बनाउँदाखेरि 3000 3 भनेको कति साथीहरु साम, 1000 भनेको कति छन्। साम छन् बनाइदिनु भयो भने त 3000 भयो त, गाह्रो छ र। 4000 बनाउँदा सा छन्, ओ छन्, यु छन्, छिल छन्, फाल छन्, खु छन्। 9000 बनाउँदा साथीहरु 9000 बनाउँदा 9000 भनेको कति 9 भनेको पहिला खु, 1000 तीनवटा 0 भनेकै 1000 हो भनेपछि खु छन् भनेपछि त 9000 भइहाल्यो। 10000 बनाउनु पर्यो भने मान सबै मान भनेकै 10000 हो। केही गाह्रो छ केही पनि गाह्रो छैन। र बीचबीचमा एक दुईवटा अभ्यास गरौँ त हामीहरूले। जस्तै 7970 अझ अप्ठ्यारो। ल 7976 ल यसलाई बनाउँ त साथीहरु। गाह्रो केही पनि छैन। सुरुमा तपाईले 7000 लाई छुट्याउनुस्, त्यसपछि प्लस के गर्नुस् 900 हो नि त। त्यसपछि के हो अझ छुट्याउनुहुन्छ यो 76 लाई भनेदेखि 70 प्लस 6 हैन। 7 भनेको कति साथीहरु 7 भनेको छिल, यो तीनवटा 0 भनेको 1000 हो नि त, छिल छन् बुझ्यो कुरा। खु भनेको 9 भनेको खु, यो दुईटा 0 भनेको 100 हो नि त, खु फेक 900 भयो नि त यसै पनि। अनि 7 भनेको छिल, एउटा 0 भनेको के हो सिब हो, छिल सिब। 6 भनेको कति हो युग, छिल छन् खुबेक छिल सिप युग भनेको चाहिँ तपाईहरुको 7976 भयो। साथीहरु मलाई जहाँसम्म विश्वास छ तपाईहरुले यसरी प्र्याक्टिस गर्नुभयो 100% सक्नुहुन्छ। भिडियो एकचोटी बुझ्नु भएन दुईचोटी गरेर रिपिट गरेर हेर्नुस्, अझ मजाले क्लियरली बुझिनेछ है। र यति भन्दै मैले चाहिँ यो मानसम्मको कुराहरु चाहिँ सकियो है। अब जस्तै लास्टमा ल 9999 बनाउँदा साथीहरु त्यसको बादमा हामीले मान लेख्ने छौं। 9000 लाई कति भन्यो खु। अब जस्तै तपाईहरुले सुरुमा के गर्नुस् यसरी छुट्याउनुस्, त्यसको बादमा 900, त्यसको बादमा 90 प्लस 9 यही होइन 9999। अब 9 लाई कति भन्छ खु, 1000 लाई कति भन्छ छन्, खु छन् भनेको 9000। 9 लाई कति भन्छ खु, 100 लाई कति भन्छ फेक माथि लेखेको छ। अनि 90 लाई कति भन्छ पहिला के छ 9 खु, 0 भनेको 10 हो, 10 भनेको कति भन्छ सिप, 9 भनेको कति हो खु, खु छन् खुबेक खुसिप खु भनेको चाहिँ 9999। 10000 बनाउनु पर्यो भनेदेखि त सिधा मान लेखिदिनुस् सक्यो।
स्क्रिनसट गर्न सक्नुहुनेछ। अब मैले यो कुरालाई चाहिँ मेटेँ है, मलाई जहाँसम्म लागेको छ तपाईँहरूले चाहिँ बुझ्नु भएको छ। गाह्रो केही पनि छैन, जसरी नेपालीमा गर्छौँ त्यसरी नै हामीले यसलाई कोरियनमा गर्दछौँ र तपाईँलाई यो अर्थ चाहिँ थाहा हुनु पर्यो। र साथीहरू अब हामी 10,000 देखि माथिको नम्बरलाई हेर्दैछौँ। मान 10,000 देखि माथिको नम्बरलाई हेर्दैछौँ। म फटाफट गइहालेँ। अब तपाईँहरूले 10,000 देखि माथिको भनेको 12,355 यस्तै त हो। त्यसपछि अरू के छ 16,755 ल 55 धेरै भयो 53 अनि 18,992 19,999 ल हेर्नुहोस् त यही होइन 10,000 देखि माथिको। अब त 1 लाख पुग्ने बेलासम्मको नम्बरहरू बनाउँदैछौँ। केही पनि टेन्सन नगर्ने साथीहरू, यसमा 10,000 देखि माथि हुँदा सुरुमा मान आउनुपर्छ है, यो कुरालाई ख्याल गर्नु। अब यसलाई छुट्याउँ त यो कसरी बनेको होइन। 12,000 कसरी बने, पहिला के हो 10,000 प्लस के हो 2,000 प्लस के हो 300 प्लस के हो 50 त्यसको बादमा फेरि के हो 5 प्लस 5। यही होइन वास्तवमा, यसरी छुट्याइदिनुहोस्। यदि तपाईँलाई गाह्रो भयो भने 10,000लाई कति भन्छ मान, सक्यो कुरा है। 2,000 भनेपछि अब मान छन् मान, अनि 2लाई कति भन्छ साथीहरू ई, 1000लाई कति भन्छ छन् मान, ई छन् भनेको चाहिँ 12,000 सक्यो कुरा। 300लाई कति भन्छ साम भनेको 3, 2टा 0 भनेको 100 हो, 100लाई फेक। साम बेग भनेको कति 300 होइन। अनि 5ले कति भन्छ ओ, एउटा 0 भनेको सिप हो 10 होइन, ओ सिप। अनि यो 5 भनेको ओ। हेर्नुहोस् मान ई छन्, साम बेग ओ सिप ओ भनेको चाहिँ 12,000 मानी छन् भनेको 12,000, सामबेग भनेको 300, ओसिक ओ भनेको 55 सक्यो कुरा। यो बिचको तपाईँहरूले प्र्याक्टिस गर्नुपर्नेछ। म चाहिँ 19,999 बनाउने छु। हेर्नुहोस् है 19,999 कसरी बनेको छ त, पहिला त 10,000 हो नि राइट, पछि के हो 9,000 हो राइट, त्यसको बादमा चाहिँ के हो साथीहरू 900 हो नि, प्लस त्यसको बादमा 90 प्लस 9 हो राइट। अब हेर्नुहोस् केही पनि छैन, मिनिङ फटाफट राखिदिनुहोस्, सकिहाल्यो। 10,000 भनेको सिधै मान हो, हामीले अघि हेरिसक्यौँ, मान 10,000 आइहाल्यो। 9,000लाई के गर्नुहुन्छ, 9 पहिला 9 छ, 9लाई कति भन्छ खु, यो 3वटा 0 भनेको 1000, 1000 भनेको छन् खु छन्। त्यसपछि यो 900लाई सुरुमा के छ 9 खु, 100 भनेको 2टा 0 भनेको फेक खु फेक। त्यसपछि साथीहरू खु 9 अनि एउटा 0 भनेको सिप होइन 10, त्यसपछि खु यी सकिहाल्यो। मान खु छन् खु बेग खु सिप खु भनेको चाहिँ 19,999 रहेको छ। अब तपाईँहरूले साथीहरू 20,000 बनाउनु पर्यो है, 20,000। मैले तपाईँहरूलाई फेरि पनि भने 10,000 देखि माथिकोमा मानको प्रयोग गरिन्छ है। अनि अब यहाँनिर चाहिँ 20,000 छ साथीहरू। पहिला तपाईँहरूले अरू केही पनि नगर्नुहोस्, 20,000 भनेको कति हो साथीहरू, 2वटा के हो 10,000 होइन त, 2वटा 10,000 भनेको 20,000 हो नि त वास्तवमा राइट। 2लाई कति भन्छ साथीहरू कोरियन भाषामा ई, अनि 10,000लाई कति भन्छ मान, ई मान भनेको चाहिँ 20,000 हो। यसै गरेर अब हामी चाहिँ के गरौँ भनेदेखि सत्र 20,000 देखि 1 लाखसम्मको बनाऊँ, त्यसको बादमा बिचको नम्बरहरू हामीले हेर्नेछौँ है त। अब हेर्नुहोस् त 20,000 है, मैले सिधा मोटो बनाउँदै गएँ, तपाईँहरूले बुझ्नु होला। 30,000 50,000 90,000, यहाँदेखि बिचको चाहिँ तपाईँहरूले सेम तरिका हो भनेर बुझ्नु होला। 20,000 भनेको 2वटा के हो 10,000 हो नि, 2 भनेको कति ई, 10,000लाई कति भन्छ मान, ई मान भन्यो भने कति भयो 20,000। अनि 30,000 भनेको 3वटा के हो साथीहरू 10,000 हो नि, हो यसरी नै गर्ने है। अनि 3 भनेको कति हो ई साम है, प्लस अब के गर्नुहुन्छ 10,000 भनेको कति मान, साम मान भनेको कति साथीहरू 30,000 है, बुझ्यो कुरा। 50,000 अब 40लाई तपाईँहरूले सामान भनेर बनाउने है। त्यसपछि 50 भनेको के हो साथीहरू 5वटा के हो
10,000 हो नि त है। अब यो 5 भनेको कति ओ 10,000 भनेको कति मान ओ मान भनेको कति भयो साथीहरू 50,000। अब 90,000 बिचको तपाईँहरूले बनाउने युग मान छिल मान फाल मान भनेर भइहाल्यो होइन। यो के हो 9 वटा 10,000 होइन 9 वटा 10,000 फु भनेको 9 10,000 लाई कति भन्छ साथीहरू मान सकियो। फु मान भनेको 90,000। क्लियर छ केही समस्या छैन। अब यसरी यो बनाउन सक्नुभयो भने 1000 जानिसक्नु भएको छ 100 जानिसक्नु भएको छ अनि तपाईँहरूले अरू 10 को अङ्कहरू त साह्रै इजी भयो तपाईँहरूको लागि होइन र। ल यो तपाईँहरूले स्क्रिनसट गर्नुहोस् त यही अनुरूप तपाईँहरूले प्र्याक्टिस गर्ने। अब म भने डाइरेक्ट बिचबिचको कुराहरूलाई लिएर हिँड्छु तपाईँहरूले कतिको बुझ्नु भएको छ। ल साथीहरू अब बनाऊ 70,785 यसलाई बनाउनुहोस्। मैले अघिकै भनेको जस्तो फर्मुला सुरु गर्नुहोस्। 70,000 भनेको के हो साथीहरू 70,000 भनेको यही होइन 70,000 प्लस 700 भनेको 700 प्लस 80 प्लस 5 होइन त यही हो नि 70। 7 लाई पहिला हेर्नुहोस् 7 राइट पहिला के छ 7 7 लाई कति भन्छ कोरियनमा छिल। यो 4 वटा 0 भनेको के हो मान 10,000 हो नि त छिल मान 70,000 भयो छिल मान। अब यो हामीले जुन 10,000 देखि 90,000 सम्म बनाउन सकेका थियौँ त्यही मध्येको छिल मान। अब यो 7 भनेको कति हो साथीहरू छिल दुईटा 0 भनेको के हो 100 हो नि होइन छिल बेग। अब यो 8 भनेको कति हो पहिला हेर्नुहोस् त फाल। त्यसपछि यो सिप भनेको हो नि यो 0 भन्नु र सिप भन्नु एउटै हो है फाल सिप। त्यसको बादमा ओ भनेको कति 5 भनेको ओ होइन छिल मान छिल बेग फाल सिप ओ भनेको चाहिँ 70,785 क्या। अब तपाईँहरूले बनाउनुहोस् 49,999। अब हेर्नु साथीहरू यो कसरी बनेको छ पहिला त 90,000 आउँछ राइट पछि 9,000 आउँछ राइट पछि 900 आउँछ पछि 90 आउँछ पछि 9 आउँछ। क्लियर छ तपाईँहरू यसमा मैले अलग अलग गरिदिएको। सुरुमा 909 लाई कति भन्छ साथीहरू कोरियनमा खु बुझ्यो कुरा। यो 4 वटा 0 भनेको त 10,000 हो नि 10,000 लाई कति भन्छ खु मान। अघि पनि हेरिसक्यो 90,000 भनेको खु मान। त्यसपछि अब हेर्नुहोस् त 9,000 सुरुमा के छ 9 छ खु 3 वटा 0 भनेको के हो साथीहरू 1000 हो नि खु छन् सक्यो कुरा। त्यसपछि 900 छ खु भइहाल्यो अनि दुईटा 0 भनेको चाहिँ फेक हो खु बेक अनि खु अनि एउटा 0 खु एउटा 0 भनेको सिप हो नि खु सिप अनि त्यसपछि 9 भनेको खु मान खु छन् खु बेक खु सिप खु भनेको चाहिँ 49,999 भयो। साथीहरू मलाई आशा छ तपाईँहरूले बुझ्नुभयो। अब चाहिँ तपाईँहरूले 1 लाख लेख्नुपर्ने समय आएको छ। 1 लाखलाई तपाईँहरूले के गर्नु पर्यो भनेदेखि 1 लाख भनेको यो 10 वटा 10,000 हो नि वास्तवमा हेर्नुहोस् त सिप भनेको 10 वटा मान भनेको 10 वटा 10,000 भनेको चाहिँ 1 लाख हो नि वास्तवमा होइन र 10 वटा 10,000 भनेको चाहिँ के हो 1 लाख। बुझ्नुभयो मलाई आशा छ तपाईँहरूले बुझ्नुभयो। यदि बुझ्नु भएन भने भिडियोलाई तपाईँहरूले दोहोऱ्याएर हेर्न सक्नुहुनेछ। एक दुईवटा प्र्याक्टिस गरौँ अनि त्यसपछि हामीले आजको क्लासलाई एन्ड गर्छौँ। 7,792 87,553 ल यसलाई हामीले प्र्याक्टिस गर्नेछ साथीहरू। 7,000 पहिला छुट्याउनुहोस् एक एक गरेर 7,000 यो सङ्ख्या मध्येमा 7,000 ठुलो हो त्यसको बादमा चाहिँ 700 छ ठुलो हो त्यसको बादमा चाहिँ 90 ठुलो हो त्यसको बादमा चाहिँ यो 2 होइन। अब यहाँनिर ध्यान दिनुहोस् सुरुमा 7 छ 7 लाई कति भन्छ कोरियनमा छिल। त्यसपछि 3 वटा 0 भनेकै 1000 हो तपाईँहरूले जान्नुहुन्छ छिल छन् भनेर लेखिदिनुहोस् 7,000 सकियो। सुरुमा 7 छ फेरि के भन्छ साथीहरू यसलाई छिल दुईटा 0 भनेको कति हो 100 हो तपाईँहरूलाई थाहा छ छिल बेग। 9 छ 9 लाई खु भन्छ एउटा 0 भनेको सिप हो
अनि इ 2 भनेको इ छिल छन् छिल बेग खुसी बे तपाईहरुले मनमा नै अथवा कापीमा हिसाब गरिसक्नु भयो होला यसको अब मैले बताएँ है अब साथीहरु यो 10,000 देखि माथिको छ थोरै खाली गर्नुपर्ने मानको कुराहरु हामीले प्रयोग गर्ने छौं यसमा अब ध्यान दिनुस् त 87,500 के छ 53 छ 87,000 भनेको त पहिला 80,000 आउँछ नि राइट प्लस त्यसपछि 7,000 प्लस त्यसपछि 500 प्लस त्यसपछि 50 प्लस 3 हो नि राइट यसरी पहिला केलाउन जान्नुस् यसको बादमा तपाईले ट्रान्सलेट गरेर राख्दिनुहुन्छ सकिहाल्यो 8 लाई कति भन्छ साथीहरु फाल यी यहाँ पढिसक्नु भएको छ अनि यो 4 वटा 0 भनेको के हो 10,000 हो फाल मान सक्यो कुरा 80,000 अब 7,000 लाई फेरि बनाउनु पर्यो 80,000 प्लस 7,000 जोडेर 87,000 हुने हो नि अनि सुरुमा के छ छिल 7 भनेको छिल हैन त्यसपछि 3 वटा 0 भनेको के साथीहरु 1000 छिल छन् है अब बन्यो तपाईहरुको 87,000 80,000 प्लस 7,000 छिल फाल मान छिल छन् भनेको चाहिँ 87,000 ओ 5 भनेको ओ बेग भनेको 100 500 अनि 5 भनेको ओ सिप भनेको 10 50 5 10 50 अनि त्यसपछि साप बचेको फाल मान छिल छन् ओ बेग ओ सिप साप भनेको चाहिँ 87,553 है साथीहरु मलाई आशा छ तपाईहरुले आजको भिडियोमा 10,000 देखि माथिको अङ्कहरु नम्बरहरु बनाउन सिक्नु भयो 1 लाख सम्मको यो खासै गाह्रो छैन तपाईहरुले निरन्तर अभ्यास गर्नुभयो भनेदेखि चाहिँ सकिन्छ त्यस्तो गाह्रो कुनै पनि अवस्था यहाँनिर छैन है सिरियली रेन्डमली लाने यदि तपाईलाई गाह्रो लाग्छ भने यसरी छुट्याएर ट्रान्सलेट गर्ने है साथीहरु तपाईहरुले घरमा जति सक्दो प्र्याक्टिस गर्नुभयो भने चाहिँ पक्कै पनि तपाईहरुले जान्नुहुनेछ र आज यति भन्दै म पनि तपाईहरुबाट J8 को क्लास यहाँनिर सकिएको कुरालाई जानकारी गराउन चाहे र यदि तपाईहरुलाई हाम्रो भिडियो मन पर्छ भने र च्यानलमा तपाईहरु पहिलोपटक भिजिट गर्दै हुनुहुन्छ भनेदेखि सब्स्क्राइब लाइक कमेन्ट र शेयर गरिदिनु भन्ने नभुल्नु होला भन्दै तपाईहरु बीचबाट बिदा हुन चाहन्छु धन्यवाद खामसाम्निदा